स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा हैन। ओ बसन्तीमा देट ल है त अच्छा कुन चाहिँ काटिन्छ चक्कामा हजुर चुवाचे हुनुहुन्छ उहाँले चाहिँ बुढा हान्दै हुनुहुन्छ हो उहाँ चाहिँ चुवाचे मामाको चाहिँ छ छेपुको बुट्टा चाहिँ यस्तो हुन्छ छेपुरो फुलको यसलाई पाता टाँसेर धुम्नु हो यो चाहिँ उकास्ने हो हैन ट्याक्क हैन गाइस यो चाहिँ छेपुरो फुल हो हैन यो चाहिँ चक्कुको काँचो है उकासेको यो हैन अब यसलाई छिटाउनु भइन्छ है त यो चाहिँ छेपु हो हैन यो चाहिँ चक्कु यो छेपु पनि सक्यो अब यसलाई रसाउनु पर्ने हुन्छ हैन रसाएर यसलाई मिलाएर यो तार लगाएर नारु लगाएर अनि यसमा यो काँचोमा चाहिँ फिट गर्ने हुन्छ के हैन यो बनेपछि म तपाईहरुलाई देखाउँछु है भन्छ हाम्रो कारखानामा चाहिँ यो रिङा बन्दैछ हैन कति थरी बन्दाखेरि यो रिङा बन्दैछ रिङा त्यो चक्कु भइगयो यहाँ डम्मर हो डम्मरुको बुट्टा हो हैन त्यो बिँडको बुट्टा हान्दा यहाँ ठ्याक्क लाएर सिलिङ हान्दा त्यो कुचेर बुट हान्ने कस्तो नरम कस्तो भयो क्या चक्कुको बिँडको थियो कि अझ कस्तो नराम्रो भयो क्या यहाँनिर धुबै छिराएर आइन्छ है त फाइनली बेड पनि हानिसक्यो बुट्टा है यसको पालो चाहिँ तेजाबाट निकालेर यो चाहिँ कालोहरू सफा गर्छ है यो चाहिँ यसलाई चाहिँ टास्ने बेला भयो है त्यो सफा गर्नुपर्छ न त टाँसिँदैन यसको बिट ठोक्यो इस यहाँ चाहिँ चक्कुको बन्दैछ है हुँदैछ यो चाहिँ बाँसको हो नाले फिट गर्दै हुनुहुन्छ यहाँ मेरो यहाँ चाहिँ चुवाचे भएछ है चुवाचे यता हेर त हेर न चक्कु घोट्ने कार्यक्रम हुँदैछ यहाँ त्यही भएर यहाँ चाहिँ हाम्रो चुवाचे मामा खाने गर्नु त गर्नुमा म चाहिँ चक्कु टल्किँदै है यसलाई चिल्लो नि लाउनुपर्छ है हामीले चाहिँ अब टक्क लगाएर दाजुभाइ भएर यहाँनिर गयो चुवाचे यता छ यता मेरो छोरा देख्न साथै भाइरल हो नि पालिस गर्दैछौँ हैन अब चाहिँ चक्कु र दाँत पनि रेडी भयो है
यो क्यान चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू है। यो चाहिँ चक्कुको दाब भयो है। चक्कु दाब, चक्कु चाहिँ हाई, चक्कुलाई चाहिँ अलिअलि घोटघाट गर्न बाँकी छ होइन। त्यो चाहिँ हामीले चाँदी पालिस गर्न लाग्यो हो यसलाई चाहिँ। होइन त चाँदी पालिस गरेपछि कस्तो हुन्छ है त, बब्बाल हुन्छ है त। हेर्नुहोस् पालिस गरेर सक्यो पालिस गरेर सकेको छ नि अरू सोच्नु भन्दै चक्कुलाई देखाउनु न है। 5 दिन हाने हो 20,000 आइहाल्छ। के चाहिन्छ मलाई 5 दिनमा भन्दा चाहिँ 20,000 आउँछ अरे होइन। भाइ त साथीहरू आजको भ्लग चाहिँ यति नै है त। अब नेक्स्ट भिडियो